माथि स्काई वक। यहाँ पार्किङ चाहिँ समस्या रहेछ यहाँनिर। यो पारी छ यहाँदेखि उता धनकुटा। अब नयाँ वर्ष 2083 को मा चाहिँ नै हाम्रो भ्रमण शेरपुर टु भेरेटार भर्खर हामी हिँड्यौँ। अब अहिले देउरीबाट हामी प्रस्थान गऱ्यौँ। यो चाहिँ अहिले हामी बगा आइपुगेका छौँ। मेनचोक आइपुग्न आँट्यो। यो मेनचोकबाट चाहिँ हामी पूर्व मोडिनुपर्छ। तिम्रो झ्याल लागेको छैन मजाले ढोका। तिमीलाई छ नि नजान्दाखेरि भोक लाग्यो। यो चाहिँ पिजी चोक। पिजी चोकबाट अब हामी पूर्वको यात्रातिर मोड्यौँ। अब आजको हाम्रो यात्रा भनेको भेरेटारसम्म छ। त्यसो भएकोले यो नयाँ वर्षको उसमा फ्यामिली टुर। फुलजोर भन्छ। यो फुलजोरमा चाहिँ कोही टाढोबाट आउनु भएको छ भने गाईघाट क्रस गरेपछि केही किलोमिटर पर आएपछि पूर्वमा खाजा खाने ठाउँ यहाँ छ। अब चाहिँ हामी चतरा पुग्न आँटेको अवस्था हो। अब चाहिँ नि धरान आइपुग्न आँट्यौँ। किनभने बिच बाटोमा अलिकति बाटो बनिरहेको रहेछ। त्यही भएर चाहिँ अलिकति बाटो बनिरहेको कारणले गर्दाखेरि अलिकति चाहिँ नि बाटो केही अप्ठ्यारो छ, असहज छ, तर खासै धेरै छैन। सर्दी खोला आइसक्यो। केही समयमा हामी धरान पुगिहाल्छौँ। हो हामी चाहिँ लगभग धरानको यता बिपी मेमोरियल हस्पिटलनेर आइपुग्न आँटेका छौँ। चाहिँ हामी गाईघाटबाट आइराखेपछि चतराबाट आएर यो मार्ग हुँदै गएपछि एउटा मन्दिर छ। तपाईँहरूलाई यो मेरो चाहिँ तपाईँले कम्तीमा पनि थाहा पाउनुहुन्छ, बाटो भुल्नुहुन्न भन्ने हिसाबले चाहिँ धरान आइपुगेको अवस्था हो। यो भान्चोक पश्चात हामी यो भान्चोकबाट हामी एकदम चाहिँ लेफ्ट मोडिएर जान्छौँ। हामी यहाँ कति वान वे छ। यो भान्चोकबाट हामी अब लाग्यो भेरेटारतर्फ।
अटो पनि हामी अहिले धरान नागिसक्यौँ भानुचोक। हामी 0 पोइन्ट पुग्छौँ। 0 पोइन्टबाट चाहिँ सम संस्कृति पार्कतिर चाहिँ लेफ्ट जानुपर्छ भने भेटार चाहिँ राइट साइडबाट एकदम चाहिँ नै त्यसपछि उकालो सुरु हुन्छ। अब हामी 0 पोइन्ट पुग्न आँटेको छौँ। अब ठ्याक्कै हामी चाहिँ यो मिड पोइन्टमा आयौँ। अब यो देखिएकोदेखि हामी चाहिँ अब राइट साइड लाग्ने हो। संस्कृति पार्क चाहिँ यता जाने हो, यताबाट जाने हो। हामी उँभो जाने हो, राइट साइड जाने हो। हामी यसरी भएर हामी चाहिँ नै ये खालको सिरिज हेर है यहाँ माथि अर्कै कलरको देख्यौ न त्यहाँ यो चाहिँ यसरी अहिले भेट आइसकेको छ। यहाँ कन्सर्ट पनि भइरहेको छ। यो चोकबाट चाहिँ राइट लेफ्ट मोडिसके पश्चात स्काई वाक हुन्छ। अहिले यो भेटर आइसक्यो। यहाँ चाहिँ माथि स्काई वाक, यहाँ पार्किङ चाहिँ समस्या रहेछ यहाँनिर। यो पारी छ, यहाँदेखि उता धनकुटा। ग्रास के छ तिमीहरूको? कुनै त्यस्तो केही छ स्पेसल? केही छैन? ए यता पनि रमाइलो रहेछ नि त। हाम्रो टोलीहरूको चाहिँ नै घुमघाम स्पेसल केही छ भने वचनहरू राखौँ है। हेलो जेनजी।